हेलो गाइज, वेलकम माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। देख्न सक्नुहुन्छ गाइजहरू, यो हाम्रो रानीकुण्डाको पुल हो। कतिपय गाइजहरूले देख्नु पनि भयो होला, आउनु पनि भयो होला घुम्नको लागि। अनि देख्न सक्नुहुन्छ हामीहरू आज कहाँ जाँदैछौँ भनेर। हजुरलाई थाहा छैन होला हामीहरू कहाँ जाँदैछौँ भन्नुपर्दा हामीहरू वनदेवी मन्दिर जाँदैछौँ गाइजहरू। यहाँबाट बहुत टाढा छ, देख्न सक्नुहुन्छ। अनि मेरो सासू ससुरा अनि फेरि छोरी अनि मेरो छोरा अनि म। देख्न सक्नुहुन्छ हजुरहरूले, हामी चाहिँ बाइकमा 5-5 जना गइरहेका छौँ। मेरो छोराहरू देख्न सक्नुहुन्छ बिचमा उभिएको छ गाइजहरू। हामीहरूको चाहिँ यहाँ गाडीमा हावा कम भएर हामीहरू चाहिँ हावा बढाउन लागेछौँ गाडीमा। पछाडि देख्न सक्नुहुन्छ मेरो सासू ससुर। हामीहरू चाहिँ गाडीमा हावा बढाउँदैछौँ। हावा कम थियो, देख्न सक्नुहुन्छ गाडीमा के देखिरहेको छ। हामीहरू चाहिँ कुखुरा लगेर गइरहेका छौँ जस्तै पिकनिक जस्तै गाइजहरू। मेरो छोरी खुसीले नाचिरहेकी छु, मेरो छोरा फेरि मैले समातेको छु। देख्न सक्नुहुन्छ नदीमा हामीहरूले बाटो भुलेर अनि चाहिँ हामी नदी गएको देख्न सक्नुहुन्छ। हिँडेर नदी क्रस गरेको अनि बुवा चाहिँ उताबाट जानुभएछ गाइजहरू। देख्न सक्नुहुन्छ हजुरहरूले, यो कुन ठाउँ हो त्यो पनि थाहा छैन हामीहरूलाई, त्यही पनि हिँडिरहेका छौँ हामीहरू। देख्न सक्नुहुन्छ गाइजहरू हरियाली। अनि हामी चाहिँ वनदेवी मन्दिर पुगेर पूजा गर्न जाँदैछौँ। देख्न सक्नुहुन्छ मेरो छोरीले कुखुरा समाइरहेकी छु अनि हामीहरू फेरि अगाडि हिँडिरहेका छौँ। देख्न सक्नुहुन्छ हामीहरू अब यहाँ पूजाको लागि सामान किन्यौँ भन्नाले मतलब किन्दैछौँ। देख्न सक्नुहुन्छ हजुरहरूले, हाम्रो यो वनदेवी मन्दिरमा आएर हजुरहरूले पूजा गर्न सक्नुहुन्छ। आफ्नो मनको कुनै चिज भक्कलिएर माग्नेपछि पुरा हुनेछ। देख्न सक्नुहुन्छ वनदेवी मन्दिरको बजार हो यो सानो गाइजहरू। हामीहरू चाहिँ मन्दिरभित्र जाँदैछौँ गाइजहरू। देख्न सक्नुहुन्छ हजुरहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया जनाउनु होला गाइजहरू। हजुरहरू पनि आउन सक्नुहुन्छ यो वनदेवी मन्दिरमा। हामीहरू पनि आएका छौँ। हजुरहरूको मनमा जे इच्छा लाग्छ हजुरहरूले माग्नु पऱ्यो भने पुरा हुन्छ गाइजहरू यहाँ। त्यसैले कति मान्छेहरू यस्तै पूजा गर्न आएका हुन्छन्। आज त थोडा कम छन् गाइजहरू। देख्न सक्नुहुन्छ मन्दिरभित्र प्रवेश गर्दैछौँ हामीहरू। देख्न सक्नुहुन्छ गाइज अगाडि हाम्रो बुवा जान लाग्नु भएको छ कुखुरा लगेर। अनि म फेरि पछि गइरहेको छु। अनि फेरि हाम्रो मम्मी बुवा छोरी यहाँ पूजा गर्न लागेछन्। देख्न सक्नुहुन्छ गाइज हजुरहरूले। अनि यहाँ भिडियो बनाउन पाइँदैन भनेर भनिराख्नु भएको थियो, त्यही पनि थोडा बनाएको भिडियो मैले। हामीहरू चाहिँ पूजासुजा गरेर खतम गरिहाल्यौँ। बाबु रुँदै थियो त्यसैले भिडियो बनाउन पाएन। देख्न सक्नुहुन्छ हामीहरूले चाहिँ टिका लगाइसक्यौँ। अब हामी बाहिर जाँदैछौँ। हजुर पनि आउन सक्नुहुन्छ गाइजहरू, एकदम राम्रो छ। हामी चाहिँ कुखुरा काटेर पनि बाहिर ल्यायौँ। अनि यहाँ साइडमा बाटो बनाइरहेका रहेछन् सानो, अगाडि हिँड्ने बाटो। पिच हुँदैछ गाइजहरू त्यहाँनिरै देख्न सक्नुहुन्छ।
हाम्रो सानालाई आफ्नो बाजेले समाउनु भएको छ। अब यहाँ चाहिँ खाना पाकिरहेको छ, देख्न सक्नुहुन्छ। हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ। अनि पछि यहाँ हाम्रो यता चाहिँ यस्तै पकाउँछन् गाईहरू। मेरो छोरा र छोरी खेलिरहेका छन्। मेरो छोरो रोइरहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। कति मान्छेहरू छन् देख्न सक्नुहुन्छ। अझ योभन्दा पछाडि कति मान्छे आउँछन् गाईहरू। हामीहरू त हल्का अगाडि नै आइसकेका छौँ, देख्न सक्नुहुन्छ। हामीहरूलाई यहाँ अब मान्छेहरू खानासाना बनाएर खाना सुरु गरिसक्नु भएको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। सबैजना बस्नुभएको छ, देख्न सक्नुहुन्छ। हाम्रो हो यो एउटा कुखुराको मासु लेग पिस बनाएको छ, देख्न सक्नुहुन्छ। साइडमा सबै मान्छे बसेर खाँदैछन् गाईहरू। हजुरहरू पनि आउन सक्नुहुन्छ। मैले चाहिँ भिडियो बनाइरहेको छु, देख्न सक्नुहुन्छ हजुरहरूले। अनि यहाँ पानीको व्यवस्था सब छ गाईहरू। हामी चाहिँ अब घर जानलाई तयार भएको, तर हावाहुरी आएर पानी आएर हामी चाहिँ यता दोकानमा रुकेका छौँ। अनि अरू मान्छेहरू देख्न सक्नुहुन्छ। हावा कस्तै लागिरहेको छ गाईहरू। अरू मान्छे चाहिँ त्यहाँ बसेका छन् टारमा। हामीहरू चाहिँ यता दोकानतिर आएर यता दोकानबाट मैले भिडियो बनाइरहेको। उनीहरू चाहिँ हावा मस्त लागेको हुनाले भिडियो बनाउँदै थिए गाईहरू आफ्नो। हामीहरू चाहिँ यता बसेको, पानी पर्दैछ, हावा लागेछ, देख्न सक्नुहुन्छ गाईहरू। हामीहरू त यहाँ सानो पसलमा बसेका छौँ। अब चाहिँ हामी जान लागेको, देख्न सक्नुहुन्छ। यो हो झुलुङ्गे पुल गाईहरू। झुलुङ्गे पुलबाट हामीहरू जाँदैछौँ, देख्न सक्नुहुन्छ हजुरहरूले। पछाडि अटो छ, अगाडि पनि अटो गइरहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। हामी चाहिँ झुलुङ्गे पुलबाट हिँडेर गइरहेको गाईहरू, किनकि अटोमा डर हुन्छ नि त, त्यसैले। म चाहिँ चिलम चपाइरहेको छु। रात पर्न लागिसक्यो गाईहरू। हामीहरू बिहान उठ्ने बित्तिकै हिँडेको 6 बजेतिर। अहिले चाहिँ रात पर्न लागेको, देख्न सक्नुहुन्छ हजुरहरूले। घाम कहाँ पुगेको थियो, कस्तो घाम छ भनेर गाईहरू। अनि पानी पनि परेको थियो नि त, त्यसैले हल्का अँधेरो दिन पनि गरेको छ। कोही अटो अगाडि, कोही अटो पछाडि हिँडिरहेको छ गाईहरू। हामी चाहिँ अगाडि बिचमा छौँ। हजुरहरूलाई मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला गाईहरू। ओके, बाई बाई अल गाईहरू।